यो को ल्याऊ भनेर हैन कति कडरमा पो गरेको हो यो। नमस्ते हतुवा सिन्द्राङ सङ्खामचुली के अरे भ्यू टावरबाट हामीले भिजिबिलिटी हामी अहिले घोरेटारबाट यहाँनिर पदयात्रा हुँदै 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 आएको अनि हाम्रो यो गाउँको के अरे भ्यू टावर भिजिट गरेर जाउँ भनेर पसेको। तर यहाँ के भइराखेको छ किन यस्तो अलिकति सुनसान छ आज। सक्दो भयो भने यो भ्यू टावरलाई रेखदेख गर्नुपर्ने जस्तो देखिन्छ। गाउँपालिकाले किन यसरी हेरिखानु भएको त होइन। ल यो मेरो कमेन्ट्स चाहिँ होइन, अलिकति मेरो आफ्नो जिज्ञासा मात्र है हजुरहरू, मेरो आफ्नो जिज्ञासा मात्र हो। यत्रो नबनाउनु बनाइसकेपछि यसलाई राम्ररी एउटा सुरक्षा गार्ड एक कपाल यसो श्रीमान श्रीमती यो यसको रेखबाहलको लागि राखिदिएको भए अति सुनमा सुगन्ध हुने थियो। राम्रो छ तर अहिले अलिकति यहाँनिर ध्यान आकर्षण नपुगेको हो कि भन्ने हाम्रो जिज्ञासा। सम्पूर्ण हतुवावासी गाउँपालिकाको अग्रज जीवहरूलाई कमेन्ट्स चाहिँ होइन, यो एउटा हजुरहरूलाई एउटा मैले चाहिँ आफ्नो मनको कुरा राख्न चाहेको मात्र हो है त हजुरहरू। नमस्कार।